यो कुकुरलाई हानिदिन्छु म। हट हट डान्सिङ कार अरूहरूको यार टाइट। त्यहाँ मिरर हेर्नु न, मिरर त्यहाँ। आमा कस्तो मजा आयो यार, कसम भने। शीतल ह्याप्पी न्यु इयर। रियाक्सन त बाफरे मान्छे त यार। अझै थमेलमा कति मजा होला केटा। नमस्ते सबैजनालाई, ह्याप्पी न्यु इयर। आज न्यु इयरको दिन, वैशाख 1 गते होइन आज यसो माथितिर गइदिउँ भनेको। धेरै मान्छे छ आज त यार माथितिर। म यता उता माथि गएर बेनिली दाइहरूसँग भेट हुन्छ आज। आहा कस्तो रमाइलो, मान्छे कति मान्छे, धेरै जस्तो मान्छे स्टुवा गइरहेको छ यार। अब म चाहिँ डाँडाको जाने ग्रुपसँग के फोन गर्नु पर्यो नि त। अब मैले हेर्नु त मान्छे त बाफ रे बाफ। मामाजी साइडमा हुनुहुन्छ, मामाजीले एक ओभरटेक गरेर जानु पर्यो यार। त्यहाँ मिरर हेर्नु न, मिरर त्यहाँ मामाजीको मिरर। मामालाई मिठो फ्लाइवे दिन्छु म अब। न्यु इयर लागेछ यार सबलाई बाफ रे। कस्तो शीतल, पेट्रोल पनि छैन यार मा कसम। जाऊ न दाइ जाऊ। किन के यार यत्रो ठाउँ हुँदा नि। रियाक्सन त बाफरे। आमा मान्छे त यार। अझै थमेलमा कति मजा होला केटा। आमा मान्छे त बाप रे बाप। न्यु इयर लागेछ। बल्ल बल्ल जामदेखि खस्यो निस्क्यो भन्नु खोज्या। यामा कसले चलाएर हो गाडी, एकचोटि हेर्नु मन छ क्या मलाई। केटीले चला रहेछ गाडी नि त। धेरै दिनपछि यार। आमा पिकनिक, ओहो कस्तो आनन्दको बाटो। यो घाँस चिप्लिन्छ नि, यो घाँस चिप्लिन्छ के। न्यु इयर चाहिँ यस्तै हो ल। कोही यहाँ एडिटिङ आइरहेछ, यहाँ कोही यहाँ हिँडिरहेछ। मेरो कन्टेन्ट हो क्या, बाइकमा राख्थेँ क्या अरे। अरूहरू के मोरी परिस। आमा यो त चिप्लिन्छ नि लास्टै। ओहो मान्छे त बाबा। न्यु इयर लागेछ न्यु इयर। अनि यहाँ छुट्टै दुनियाँ छ यार माचिसको जामहरू। आगो लगाइदिन्छु म यहाँ यो सब घाँसलाई। ओहो मान्छेहरू त बाबरे। जेने कहाँ रोक्छ त, झन् उस गरिदिरहेको छ यार, प्रमोट गरिदिरहेको छ शिवपुरीलाई। आमा कस्तो मजा आयो यार, कसम भने। शीतल केटा हो। ओहो मजा आएको छ यार माछाले। डान्सिङ कार समझ रहे हो ना। कस्तो शीतल मस्तको लन्ड। टिकटक बनाइरहेको छ यार, टिकटक। बच्चाहरू यहाँ डेटिङ आइरहेछ, मेरो चेन गराइरहेछ। ओहो यो आन्टीहरू त जहाँ पनि टिकटक हुन्छ यार आन्टीहरू त। वेदर चाहिँ खतरा भएको छ, पानी परिदेखि वेदर चाहिँ खतरा छ। आर्मीजी हो यहाँ चाहिँ चुतिया छ बाटो। यत्रो बाटो भएर यहाँ चाहिँ बनाउन सकेन है। फुच्चीहरूको रियाक्सन ओपी जे होस्। मान्छेहरू त कति यार। पानी पर्न लाग्यो क्या लौडा, पछाडि गर्नु लाग्यो अगाडि दुवै गरेर चाहिँ लौ।
कति बज्यो 6:36 भएछ खै त आइदान दिनु अरूहरूको यार टाइट म त दिउँसो 2 बजीतिर आएको थिएँ अहिले पो फर्किनु पर्यो ओहो ओहो तर भ्यू चाहिँ खतरा बपाले देखेँ है भर्खरको भिडियोमा उहीमा ओहो 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 कस्तो खाल्टो को अगाडिको भाइहरू हान्ने पनि क्या हो आफ्नै साथी त हेरेर रहेछ हल्का जिस्काइदिनु पर्यो नि त तर कस्तो फ्रेस भएको जङ्गलको बिचमा यहाँ छुट्टै चल्ला चल केटाहरूको जे होस् क्लियर चाहिँ भएर छ ल पानी परेर यो कुकुरहरूले चाहिँ कहिले नि आँखा छोड्ने भएन हामीमा यो कुकुरलाई हानिदिन्छु म हट 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 कौन है ये लोग कहाँ से आते हैं त्यहाँ पुलमा चेकिङ छ भनिदिन्छ दाइले त्यही भएर हामी यताबाट गल्लीबाट निस्किनु लाग्यो मेन रोड कहाँ निस्किन्छ हेरौँ हजुरलाई देखाउँछु हजुरलाई पनि काम लाग्छ हेर्नु होला बाटो टक्क यहाँबाट अफ रोड छ तर हल्का केटा हो यहाँ चाहिँ ओ मा कस्तो चिप्लेको टायर यार यस्तै हो केटा अब मोडिफाई त केही छैन भन्दिनँ त्यो पनि ल्याङ गर्छ कि त्यही भएर यस्तो गल्लीदेखि चाहिँ गएको एकदम राम्रो भन्छु म चाहिँ होइन झन् नारायणको ट्राफिकहरू त्यस्तो हुन्छ नि यार सबैजना बुझ्ने हुँदैन नि त एउटै हुँदैन सबैजना त्यही भएर ओहो ओहो हिरो रहेछ नि त यार तेल टाइट भएको कारण नि हिरो सब फाल्छ भने पछाडि मात्रै ब्यागमा हिलो हुन्छ भने यहाँबाट टक्क मेन रोड पुग्यो छ कि छैन चाहिँ उतै पुलमा के ओहो कस्तो मजा आएको ल केटा सबैजनाले ह्याप्पी न्यू इयर अरू त के भन्नु सर होइन रातको लागि दिने खासमा थमे जाने सोचिरहेको थिएँ कि म राति न्यू इयरको हिजो न्यू इयर इभमा तर मिलेन अलि मिलेन त्यही भएर राति यतितिर आइदिएको दिउँसो कस्तो मान्छे थियो आज अहिले चाहिँ अलिक खाली भएछ ल बाई बाई